एकमा पर्फर्मेन्स भइसकेपछि छ हामी किन हामीले जो फाड्नेछौँ नि म र डान्स सिक्न आएको अनि ल म तपाईँले 200 भन्दा माथि परिकारको मोमो बनिरहेको छ नि यहाँ प्रिपरेसन हेर्न सक्नुहुन्छ अनि यहाँ चाहिँ हाम्रो मोमोहरूको चाहिँ ठेला हेर्दा हो हेलो गाइज वेलकम टु माई अनदर न्यू भ्लग अनि आज चाहिँ हाम्रो यो बिहान हो राति होइन राति सोच्नु होला अनि सो आज मैले भ्लग स्टार्ट गरिसकेको छु अनि म चाहिँ दाइहरूको लागि वेटिङमा बसिरहेको छु आज चाहिँ धेरै जाडो छ अनि हामी बाइक भन्दा साइकलमा जान लागेको धेरै चिसो छ नि त त्यसैले साइकलमा गएर टक्क हामी क्लास जान लाग्छौँ क्लास गएर चाहिँ हामी प्र्याक्टिस गर्छौँ अनि प्र्याक्टिस लागि जान लाग्छौँ बिहान आज हाम्रो चाहिँ राति प्रोग्राममा छ डान्स ग्रुप डान्स छ अनि सो हाम्रो हाम्रो डान्स क्लास भन्दा 9 किलोमिटर टाढा हाम्रो घर छ त्यसैले हामी आज साइकलमा जान लागेको धेरै चिसो छ आज पनि अनि सो दाइहरूको लागि वेटिङमा छौँ हामीहरू आउने बित्तिकै तपाईँलाई चेकआउट गराउँछ दाइहरूलाई अनि त्यसरी निस्किन्छौँ हामी आफ्नो बाटो गाइस पुगिसकेका छन् केटाहरू चलपल पुगिरहन् अनि यहाँ हेर्नु सक्नुहुन्छ भर्खर पुगेँ मैले यहाँ बसिरहेको आधा 1 घन्टा भइसकेको छ आधा ज्याकेट ल्या आधा घन्टा भइसकेको छ भर्खर पुगेको केटाहरू अहिले कन्ट्रोल लड्को काली आयो गइला ज्याकेट ब्लक्स अभिषेक सो गाइस फाइल हामी क्लासभित्र पुगिसकेको छौँ केटाहरू पुग्छ अबे तू थोड़ा सा बहन का लोड़ा आ क्या सो गाइस हामी क्लासमा पुगिसकेको छौँ अब हामी प्र्याक्टिस गर्छौँ प्र्याक्टिस गरेर भिडियो पनि देखाउँछु तपाईँलाई नेपाल सो गाइस हामीले प्र्याक्टिस गरेर चाहिँ अब हामी चिया खान जान लागेको सुडुक अनि त्यहाँ दुईजना हामी यहाँ छन् म्यादीहरू अरे कन्टेन्ट चाहियो मैले क्या कन्टेन्ट दिनु लाग्छ मस्तो ल्याइदिए ए गोरिला छ हिँड्छ गोरिला छोरी once more बालमा के भन्यो ल वाइसर ल फ्रिज मागेर नगर है यस्ता केटाहरू हामी यहाँ हाम्रो डेरी हो केटाहरू सबैजना तिम्रो डेरी हो हाम्रो डेरी नाम नास्ता खाएर हामी प्र्याक्टिस गर्छौँ प्र्याक्टिस मैले भिडियो अगर हम करें तो करें क्या बोले तो बोले क्या कतिजना केटीहरू फिर्ता के भन्नु बोल्नु लगे ल 50 जना दान मेरो ब्लग 50 जना धेरै हामी यहाँ चिया भइरहेको छौँ आज अब ठुलो मान्छेहरू कफी यो भर्खर गरेर उसको गर्लफ्रेन्ड सोधेर गएको छ दुःख औरत का चक्कर बाबू भैया औरत का चक्कर बहुत बेकार होता है कफी नपाएर म क्या सोधेँ अनि यहाँ सबै चिया भइरहेको छ अनि अब समोसा खाइसक्यो यहाँहरूको अलगै नसासेको केटासँग कन्टेन्ट त फाला पाल्छ ल पछि गाइस हामी अनि हाम्रो यहाँ ड्राइभरलाई सिकाउनु खान यहाँहरू कुन कम्बो गर्नु छ यहाँहरू ओ माई गड कसको हो यो कप छ नि त गुरुलाई यार के छ हालको पर तिम्रो भयो होला के छ हालको पर कतातिर छ मेरो नजिक न त ए भन न यार के छ यस्तो डराउने तिमी जसले पाइ त्यसलाई कमरा यस्तो अत्तर तिमी जिन्दगी यस्तो गर्नुहुन्न के बुरु तोर भन नाम के तिम्रो नाम मेरो सेरो मेरो नाम जाऊ जहिले लिएर जाऊ चिजो भन जा बाई सी यू टुमारो बाई सो गाइस हाम्रो यहाँ मान्छे मात्र होइन डगहरू एनिमलहरू पनि डान्स सिक्न आउँछन् जस्तै यहाँ आउनु भएको छ सर तपाईँ मतलब कस्तो के कोसिस गर्छ तँ हेलो यस्तो सर यहाँ यहाँ सर उनी पनि डान्स सिक्न आउनु अहिले प्र्याक्टिस गरिरहेको छन् सर
के हो अहिले अब प्र्याक्टिस गरेर राख्नु उनको टाइम छैन सायद होला अहिले प्र्याक्टिस गर्न गएन अनि म उनलाई सोधेर चाहिँ अनि के कस्तो हो फर्मको बारेमा बुझाउँछु अनि नाम के हो त्यो पनि सोध्छु म अनि हेलो सर अनि तपाईँ डान्स सिक्नु भन्नु आउनु भएको छ नाम के हो तपाईँको अच्छा टमी हो अनि कहाँ बस्नुहुन्छ तपाईँ अच्छा मेरो पनि त्यतैतिर घर हो सर मैले तपाईँले त कहिले देखिनँ सर 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 एकछिन अरे सर सर यहाँ हेर्नु न एकचोटि ल अरे सर एकछिन उनी बिजी हुनुहुन्छ एकछिन म के कुरा सोध्छु म उनलाई किन डान्स सिक्न आउनु भएको थियो भने म सोध्छु सो अनि अगाडि सर सर अनि तपाईँलाई डान्स सिक्ने इच्छा चाहिँ कसरी लाग्यो कहाँबाट लाग्यो ए मुड छैन भन्नु खै एकचोटि अझ एकचोटि सोध्नु सर अनि तपाईँले डान्स सिक्ने मन चाहिँ कहाँबाट लाग्यो कहाँबाट स्टार्ट मतलब कहिले भने मतलब आफ्नो इच्छाले आउनु भएको कि मतलब कहिले सिचुएसन लिएर आउनु भयो ए केटीलाई पठाउनु लाग्यो तपाईँ सर ए अनि उहाँ चाहिँ इन्ट्रेस्ट भएर यहाँ डान्स क्लास आउनु भएको थियो भर्खर प्र्याक्टिस गर्नु भएको थियो अनि उसले प्र्याक्टिस सकेर चाहिँ नमस्ते सिकाएर चाहिँ हामीहरूले गराउँ ल खै यहाँ देखाउ त बाबु अनि हामी चाहिँ अब खाना खान जानु आएको अनि खाना खाएर चाहिँ अझ हामी क्लासमा आएर चाहिँ प्र्याक्टिस गर्छौँ अब एउटा निस्किन लागिसकेका छौँ हामीहरू अनि अरू केटाहरू अघि गइसक्यो आधा एक घन्टा भइसक्यो उनीहरू निस्केको उनीहरू अब गइसकेको छन् अब हामी चाहिँ अब होटलमा जानु लाग्छ खाना खान अनि खाना खाइसकेपछि अझ हामी यहाँ आउँछौँ प्र्याक्टिस गर्छौँ त्यस आज हाम्रो प्रोग्राम छ प्रोग्राम आजलाई देखाउँछु के हुन्छ कस्तो हुन्छ अनि यसो हामी होटलमा पनि पुगिसकेको छौँ खाना खानको लागि अनि हाम्रो बुझ्दै चाहिँ आउनु भएन ऊ चाहिँ यहाँ प्र्याक्टिस गराउँदैछ एउटा मान्छेले यसो हामी चाहिँ आइसकेका छौँ अनि हामी चाहिँ यतातिर जान्छौँ खाना खानु हामी चाहिँ अनि अब तयार भएर निस्किसकेका छौँ यहाँबाट हामी 4 जना अनि 2 जना चाहिँ बाइकमा आउनेवाला चाहिँ अहिलेसम्म कन्ट्याक्ट भएन तिनीहरूसँग अनि सो हामी त्यहाँ डाइरेक्ट जान्छौँ हामी आफ्नो प्रोग्राम हुने ठाउँ त्यहाँको देखाउँछौँ सो गाइस आज हामी 200 प्रकारको मोमो खान जाँदैछौँ यो हाम्रो ब्लगर सर अरुण दाप चालु त गर नि नचालु गरेको अरुण दाप भनेको खै अरुण हात छ वाउ यिनी हाम्रो सिजन गुरु छ अनि यो कौन खै माथि हेर्दा ए हाम्रा कार अरे भाई भाई समझ के बोल रहा हूँ यार बुरा लगता है भाई आप लोग भी जानते हो कहाँ चल रहा हूँ गप 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 ini orang guru sir nanti so makan wow 200 प्रकार का मोमो खा रहे हैं ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा कष्ट देखेंगे है हामी अरे हामी यसको लागि वेटिङ गरिरहेको थियौँ कालेको लागि साला अहिले आइपुग्यो 1 घन्टा भयो 1 घन्टा ल हान्दिएको एकछट अब यहाँबाट निस्किन्छौँ अनि डाइरेक्ट हामी उताको भ्यू देखाउँछु तपाईँलाई भ्यू नै मतलब 200 प्रकारको मोमो पाइने हुन्थ्यो भनिहाल्यो उसले अझ म एक भने त मैले त्यो क्लिप हाल्छु हाल्दैन थाहा छैन 200 प्रकारको मोमो पाइन्छ यहाँ प्रोग्राम हुन्छ अनि सो अहिले पुगिसकेको छ हामी यहाँबाट निस्किन्छौँ सायद हामी अटोमा जान्छौँ होला ल हामी फाइनली पुगिसकेको छ हाम्रो सिधा होटल हामी हाम्रो यहाँ सही डान्स छ अनि सो हामी अगाडि के हुन्छ त्यो पनि देखाउने गर्छौँ अनि सो ए कन्ट्याक्ट गर गुरुले कहाँ लास्टमा कति छ 31 31 अनि चाहिँ 31 छ लास्ट नमस्कार हजुर एकदम अनि हामी चाहिँ त्यहाँ गइरहेको छौँ अनि यहाँ तर अरू कुरा के छ भने अझ यहाँ 200 भन्दा माथि परिकारको मोमो बनिरहेको छ नि यहाँ अनि म तपाईँलाई देखाउँछु आज म फर्स्ट टाइम देख्दैछु मैले भने एक दुईवटा मात्र देखाएको छ अनि सो यहाँको लुक म त 2 चोटि आइसकेँ अनि सो आज म भ्लगमा थिएँ अझै आएको छु भनौँ म अर्को कामले सो हामी फाइनली पुगिसकेको छौँ हामी यहाँ ठाउँमा अहिले मान्छेको भिड चाहिँ त्यति छैन सो अब यहाँ तपाईँलाई देखाउने गर्छु नि अगाडि सो देख्न सक्नुहुन्छ यहाँको चाहिँ हल्का फुल्का सो हामी चाहिँ वासरुममा छौँ हल्का मुखसुख धुनाइदियो अब केटाहरू गरिबहरूले होइन यस्तो नयाँ नौलो ठाउँ बवाल ठाउँ देखेपछि हर्कत सुरु हो केटाहरू गएर फुल टु अनि सो अनि हाम्रो चाहिँ एकमा पर्फर्मेन्स भइसकेपछि हामी किन हाल्नेछु फाड्नेछु अनि म यहाँको भिडियो चाहिँ अलग हालिदिनेछु म अलग हालेर चाहिँ त्यहाँ हेर्नु होला त्यो भिडियोहरू अनि अहिले चाहिँ हामी अहिले जाँदैछौँ बाहिर अब धेरै कुरा देखाउँछु म तपाईँहरूलाई
टक्क सी यू एकछिन भेट हुँला गाइस हाम्रो डान्स सकिसकेको छ होइन अब हाम्रो चलिरहेको छ हाम्रो सकिँदा हामी चाहिँ अब आउट भएर हाम्रो यहाँ चाहिँ यहाँको डेकोरेसन हेर्न सक्नुहुन्छ अनि यहाँ चाहिँ हाम्रो मोमोहरूको चाहिँ एकदम ठेला होइन हो And our celebration partner is Kala Pathar and Ruslan Borga. So here comes Kala Pathar and Ruslan in the backdrop. And we are being supported by KFC. And our education मेरो चाहिँ अनि अब हाम्रो यहाँ प्रोग्राम सकेर अब हाम्रो चाहिँ भोलि पनि छ चाहिँ यहीँ छ भोलि पनि म भोलि पनि सायद म भ्लग बनाउन सक्छु या नबनाउन सक्छु थाहा भएन तर आज चाहिँ बनाइहालेँ अनि सो आज म भ्लग चाहिँ आज भ्लग यहाँ आएर यहाँको लोकेसन चाहिँ यस्तो बबाल छ होइन एकदम ल यसको पनि भन्यो मान्थ्यो हामीहरू के गर्नु अब मान्नुपर्छ आफूसँग आएपछि साथीहरूको ल लेट्स गो गाइज म यसको फोटोसुट गरेर बल ठाउँ आइहाल्यो यसले यसको फोटोसुट गरेर नि सो तिमीहरू तपाईँहरूलाई अगाडि भ्लग देखाउनु कन्टिन्यू गर्छु